सहरको विद्यालयमा समर भ्याकेसन अर्थात् गर्मीको बिदा सुरु हुँदै थियो। कक्षामा नेपाली शिक्षिकाले यो बिदामा मेरो देश शीर्षकमा निबन्ध लेखेर ल्याउनु भनेर गृह कार्य दिनुभयो। सोही कक्षाकी छात्रा अनुष्का निबन्धमा म के लेख्नु होला भनेर सोच्दै घर गइरहेकी थिए। यहाँको ठुलठुला भवनहरू, कारखानाहरू, मन्दिर र हिमालहरूको दृश्यको बयान गर्नुपर्ला भनेर विचार गर्दै थिइन्। छुट्टीमा अनुष्का र उसको दाजु गाउँको घर जाने भयो। दुईजना गाउँ हेर्न निकै नै उत्सुक थिए। उनीहरू गाउँ पुग्न साथ घुम्नलाई निस्किए। शान्त वातावरण, चराचुरुङ्गीहरूको आवाजले अनुष्का दङ्ग थिइन्। डाँडामाथिका पहाडहरू, हरियो खेतहरू देख्दा उनले बुझ्छिन् यो हाम्रो किसानको पसिनाले उभिएको सम्पत्ति रहेछ। खोला बगिरहेको आवाज सुन्दा उनले महसुस गर्छिन् यो पानीले हजारौंलाई जीवन दिएको छ। मन्दिरतिर लागेका वृद्धहरू र खेलिरहेका बालबालिका देख्दा उनले मनमनै भनिन् मेरो देश आस्था र उमङ्ग दुवैमा धनी छ। उनले त्यहाँ अर्को यथार्थ पनि देखिन्। कोही विदेशमा काम गर्न गएका कारण घरमा खालीपन थियो। प्राय सबै गाउँका मानिसहरू सहर पसेका थिए। गाउँ त्यसै नै खाली थियो। खेतमै घाममा पसिना बगाउँदै मेहनत गरिरहेका किसानहरूलाई देखिन्। उनीहरूको अनुहारमा निराशा थिएन, आत्मविश्वास झल्किरहेको थियो। त्यहाँको प्रेम र आत्मीयता देखेर उनी अचम्ममा पर्दै थिइन्। अनुष्काले बुझिन् देशलाई बलियो बनाउने शक्ति यही सङ्घर्ष र यही धैर्य रहेछ। सहर आएर निबन्धमा उनले लेखेकी थिइन् नेपाल मेरो अभिमान हो। यो हिमालको शिर, तराईको हृदय र पहाडको आत्माले बनेको देश हो। मेरो देशलाई प्रेम गर्ने भनेको केवल देखाउने होइन, बरु मेहनत गर्ने, इमानदारीका साथ योगदान दिने हो। हामी युवाले आशा, साहस र परिश्रमले यसलाई उज्जवल बनाउनु पर्छ। कक्षामा अनुष्काको निबन्ध पढेर शिक्षकले मुस्कुराउँदै भन्नुभयो अनुष्का, तिमीले देशको वास्तविक उपहार देख्यौ। देश प्रेम भनेको कर्म र समर्पण हो। नेपाल सुन्दर मात्र होइन, सङ्घर्षमा पनि महान छ। देशलाई प्रेम गर्ने भनेको यसको समृद्धि र उज्जवल भविष्यका लागि काम गर्नु हो। हामी सबैको एकता, मेहनत र आशा नै नेपालको वास्तविक शक्ति हो। अनुष्काले मानिसको जीवन, सङ्घर्ष र एक अर्काप्रतिको आत्मीयता गाउँमा गएर महसुस गरिन्।